जनबोलीको वार्षिक राशिफलमा तपाईँलाई स्वागत छ। हामी तपाईँहरूलाई तपाईँको राशिफल कस्तो छ त? यो 2082 सालको राशिफल कस्तो छ? तपाईँको दिन दशा के छ? तपाईँले राम्रो नराम्रो तपाईँको जीवनमा के आइपर्छन् त? यो बारेमा तपाईँहरूलाई जानकारी दिनको लागि राशिफल लिएर आएका छौँ। धनु राशि, राशि स्वामी बृहस्पति, कर्म क्षेत्र जागिर। धनु राशिका लागि नयाँ वर्ष विक्रम सम्वत 2082 साल उन्नत रहनेछ। बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहने देखिन्छ। कार्यक्षेत्रको प्रतिस्पर्धामा निरन्तर लागि पर्नुपर्ने नै उचित देखिन्छ। जागिरका नयाँ अवसर प्राप्त हुनुका साथै कार्यगत व्यक्तिका निम्ति पदोन्नतिका योग पनि देखिन्छन्। अढैया शनिको प्रभाव रहने भएकाले कार्यक्षेत्रमा यत्न पश्चात मात्र प्रतिफल प्राप्त हुने देखिन्छ। चित्तलाई स्थिर बनाई गरिएका कार्य फलदायी रहनेछन्। आर्थिक पक्ष, आर्थिक स्थिति मिश्रित रहनेछ। सुरुका महिना केही उतार चढाव भए तापनि बीचमा आर्थिक सुधार आउनेछ। विभिन्न लगानी र व्यापारमा अवसरहरू प्राप्त हुनेछन्, तर निश्चित जोखिमहरू पनि रहनेछन्। यथासम्भव सजग र विवेकपूर्ण निर्णय लिनु महत्त्वपूर्ण हुनेछ। सम्पत्ति र गृह निर्माणको लागि केही अवसर आउन सक्छ। तपाईँले केही दीर्घकालीन लगानी गर्न सक्नुहुन्छ। अनावश्यक खर्चबाट बच्नु पर्नेछ। विशेष गरी मानसिक र तनावको कारण खर्च बढ्न सक्छ। यात्रा, वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष उन्नत रहनेछ। व्यवसाय र भविष्य, नोकरी र व्यवसायमा वर्षको मध्यतिर अस्थिरता आउन सक्छ। स्थान परिवर्तनको सम्भावना देखिन्छ। परिश्रमपूर्वक गरिएका कार्य सफल रहनेछन्। जनसम्पर्क र सामाजिक सञ्जालमा तपाईँको छवि सुदृढ हुने समय हुनेछ। राजनीतिक क्षेत्रका लागि भने केही समय चुनौतीपूर्ण हुन सक्छ। सहकर्मीहरूको समर्थन र प्रयासले तपाईँलाई कठिनाइहरू पार गर्न सहयोग पुर्याउनेछ। स्वास्थ्य, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। खानपान र नियमित व्यायाममा ध्यान दिनु आवश्यक हुनेछ। सामाजिक जीवनमा समय बिताउन र परिवारसँग राम्रो सम्बन्ध राख्न सकिन्छ। वैवाहिक जीवनमा केही तर्क वितर्क र समस्याहरू आउन सक्छन्, तर विश्वास र समझदारीको साथ तपाईँ यी समस्याहरूलाई हल गर्न सक्नुहुन्छ। सन्तानसँगको सम्बन्धमा सुधार आउनेछ। यो वर्षका ज्येष्ठ, आश्विन, कार्तिक र फाल्गुन महिनामा गरेका प्रयासहरू सकारात्मक नतिजा दिन सक्नेछन्। अढैया शनिको प्रभाव वर्षभरि नै रहने भएकाले शनिको मन्त्र जप, भगवानको शिवको आराधना, शनि मृत्युञ्जयको पाठ यो वर्ष सुखद रहने देखिन्छ। गायत्रीको मन्त्र जपका साथै योगाभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव रहनेछ। निर्णय प्रक्रियामा बुद्धि पक्षको प्रयोग सुखद रहने देखिन्छ।